हे आकाश सुन, हे पृथ्वी कान थाप, किनकि परमप्रभुले भन्नुभएको छ, मैले छोराछोरीहरूलाई पालन पोषण गरेर हुर्काएँ, तर तिनीहरू मेरो विरुद्धमा बागी भएका छन्। गोरुले आफ्नो मालिक चिन्छ र गधाले पनि आफ्नो स्वामीको डुङ चिन्छ, तर इजरायल मेरो प्रजाले चिन्दैन, विचारै गर्दैन। हाय पापिष्ट जाति, अधर्मले लादिएको मानिसहरू, दुष्ट काम गर्नेहरूको वंश, भ्रष्ट चालमा चल्ने सन्तान। तिनीहरूले परमप्रभुलाई त्यागेका छन्, तिनीहरूले इजरायलका पवित्र परमप्रभुको उपेक्षा गरेका छन् अनि उहाँतिर आफ्नो पिट्यो फर्काएका छन्। तिमीहरू किन अझै पिटिन्छौ र किन झन बागी बनिरहन्छौ? तिमीहरूको शिरभरि चोट लागेको छ र सारा हृदय हैरान भएको छ। शिरदेखि पाइतालासम्म चोट नभएको केही छैन, चोटै चोट, कोराका डामहरू र सडेका घाउहरू मात्र छन्। ती न त निचोरिएका न बाँधिएका, न तेलले नरम बनाइएका छन्। तिमीहरूको देश उजाड छ, तिमीहरूको देश उजाड छ। तिमीहरूका सहरहरू आगोले डढाइएका छन्। तिमीहरूको जमिन चाहिँ तिमीहरूकै सामने विदेशीहरूले निलिरहेका छन्। विदेशीहरूले नाश पारे झै त्यो उजाड भएको छ। सियोनकी छोरी चाहिँ दागबारीको छाप्रो जस्तै, एउटा खरबुजाको खेतको छाप्रो जस्तै र घेरिएको सहर जस्तै भएकी छ। यदि सेनाहरूका परमप्रभुले हाम्रो निम्ति एउटा सानो बचत भाग नछोड्नु भएको भए त हामी सदोम जस्तै हुने थियो, हामी गमोरा जस्तै हुने थियो। हे सदमका शासकहरू हो, परमप्रभुको वचन सुन। हे गमोराका मानिस हो, हाम्रो परमेश्वरको शिक्षामा कान थापा। परमप्रभु भन्नुहुन्छ, तिमीहरूका बलिदानहरूको थुप्रो मेरो निम्ति के काम लाग्छ? म त भेडाहरूको होम बलि र पालेको पशुहरूको बासोदेखि अगाएको छु। म गोरु, थुमा र बाख्राहरूको रगतदेखि प्रसन्न हुन्न। जब तिमीहरू मेरो सामने आउँछौ, तिमीहरूले चढाएको यी थोकहरू कसले चाहना गर्छ? यी सबै चढाएका थोकहरू कसले चाहन्छ र? तिमीहरू केवल मेरो आँगनहरू खुट्टाले कुल्ची मिल्ची गर्न मात्र आउँछौ। अबदेखि व्यर्थका अन्न बलि नल्याऊ। धूप त मेरो निम्ति घिनलाग्दो भएको छ। औँसी र विश्रामको दिन र सभा बोलाउने काम
पवित्र सभाको साथसाथै अधर्म म सहन सक्दिनँ। तिमीहरूका औँसीका दिनहरू र ठहराइएका चाडहरूलाई मेरो हृदयले घृणा गर्छ। ती त मेरो निम्ति भार भएको छ, मेरो निम्ति भार भएका छन् ती कुराहरू। ती बोक्दा बोक्दा म थाकेको छु। तिमीहरूले प्रार्थनामा आफ्नो हात पसार्दा म मेरो मुख तिमीहरूदेखि अर्कोतिर फर्काउनेछु। तिमीहरूले ज्यादै प्रार्थना गर्दा पनि म सुन्ने छैन। तिमीहरूका हात रगतले भरिएका छन्। आफूलाई धोएर चोखो पार। मेरो सामनेबाट तिमीहरूको दुष्टाइ फालिदेऊ। खराबी गर्न छोड, भलाइ गर्न सिक, इन्साफ खोज, अत्याचारलाई दमन गर, टुहुरा टुहुरीको न्याय गर, विधवाहरूको पक्षमा बोलिदेऊ। परमप्रभु भन्नुहुन्छ, आऊ हामी बसेर आफ्ना कुरा छलफल गरौँ। तिमीहरूका पाप सिन्दुरे रङका भए तापनि ती हिउँ जस्तै सेता हुनेछन्। गाढा रङका भए तापनि ती ऊन जस्तै हुनेछन्। तिमीहरू राजी र आज्ञाकारी भयो भने तिमीहरूले यस देशका असल असल कुरा खान पाउनेछौ। तर स्वीकार गरेर तिमीहरू बागी भयो भने त तिमीहरू तरवारले काटिनेछौ। किनकि परमप्रभुकै मुखले यो कुरा भन्नुभएको, विश्वासयोग्य सहर कसरी बेस्या भयो त? त्यो न्यायले पूर्ण थियो, त्यसमा धार्मिकताले बास गरेको थियो। तर अब त त्यो हतियाराहरूले भरिएको छ। तेरो चाँदीमा खिया लागेको छ, तेरो तागमतमा पनि पानी मिसाइयो। तर शासकहरू बागी भएका छन्, तिनीहरू चोरहरूका साथी भएका छन्। तिनीहरू हरेकलाई घुस मनपर्छ र कसैले पाउन लोभ गर्छन्। तिनीहरू टुहुरा टुहुरीहरूको न्याय गर्दैनन्, विधवाहरूको उजुर तिनीहरू कहाँ पुग्दैन। यसै कारण परमप्रभु सेनाहरूका परमप्रभु, इजरायलका शक्तिशाली परमप्रभु भन्नुहुन्छ, हो म आफ्ना शत्रुहरूबाट मुक्त हुनेछु र मेरा शत्रुहरूसित साटो लिनेछु। मेरो हात तेरो विरुद्धमा फर्काउनेछु, तेरा सबै फोहोराहरूलाई पुरा गरी साफ गरिदिनेछु र तेरा सबै अशुद्धताहरू निकालिदिनेछु। म तेरा न्यायकर्ताहरूलाई पहिले जस्तै र तेरा सल्लाहकारहरूलाई सुरुमा जस्तै फेरि नियुक्त गर्नेछु। त्यसपछि त न्यायले भरिएको सहर र विश्वासयोग्य सहर कहलाइनेछस्। न्याय साथ सियोनको उद्धार हुनेछ र पक्षपात गर्ने त्यहाँका बासिन्दाहरूको उद्धार धार्मिकताले हुनेछ। तर बागीहरू र पापीहरूको सर्वनाश एकै साथ हुनेछ र परमप्रभुलाई त्याग्नेहरू चाहिँ नष्ट हुनेछन्, किनकि तिमीहरूले अति
इच्छा गरेका प्लान्टका रुखहरूको कारण तिमीहरू शर्ममा पर्नेछौ र तिमीहरूले चुनेका बगैँचाको कारण तिमीहरू लज्जित हुनेछौ, किनकि पात ओइलाइसकेका फङ्लाटहरूका रुखहरू र पानी नभएको बगैँचा जस्तै तिमीहरू हुनेछौ। बलियो मानिस सनका झुलो जस्तै र त्यसको काम आगोको झिल्का जस्तै हुनेछ। ती दुवै एकैसाथ जल्नेछ र कसैले तिनलाई निभाउने छैन।